आएपछि सन्चै हुनुहुन्छ होला। स्मृति सारा अफिसियल युट्युब च्यानल हृदयदेखि तपाईँहरूलाई स्वागत छ अनि नमस्कार ल फ्याफुल्ला सबै भन्न चाहन्छु तपाईँहरूलाई। सो साथीहरू अहिले चाहिँ म बिहान के गरिरहेको छु भनेर भन्दाखेरि मेरो चियापान भइसक्यो। अब चाहिँ हाम्रो घरमा म चाहिँ यो दालहरूलाई मिक्स गर्दैछु, यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। सो यो दालहरूलाई मिक्स गरेर म चाहिँ टक्क लाएर अहिले दिउँसो घाम लागेपछि यो दालहरूलाई चाहिँ धोएर सुकाउने छु। किन भन्दा साथीहरू यो दाल चाहिँ मलाई एकदमै मनपर्छ। मेरो घरको लोकल दाल चाहिँ सकिसक्यो। अब लोकल दाल ठ्याक्क लगभग सक्यो। अब यो पसलको दाल हामीले खान पनि हुन्छ अनि लोकल दाल त फेरि अब अर्को साल भन्नु पर्यो। अब खेतमा फलेपछि लोकल दालको जस्तो स्वाद त यो दालको हुँदैन कति पनि साथीहरू। के गर्नु अब खान परिहाल्यो है। मेरो नानीले त प्राय दालै खोजिरहन्छ नि त खानको लागि। अनि पकाउन पनि सजिलो दाल हामीलाई। मेरो नानीलाई चाहिँ कस्तो हो भन्दाखेरि अर्को तरकारी बनायो भने मम्मी आज चाहिँ किन दाल नबनाउनु भएको, मायालाई दाल बनाउनु पर्दैन भन्छ कि। मेरो छोरी त्यस्तो छ साथीहरू। अहिले चाहिँ हाम्रो यहाँ आमाले चाहिँ मही पार्न लागिरहनु भएको छ टक्क लाएर। यहाँ हेर्न सक्नुहुन्छ यहाँ ठेकीमा चाहिँ दही छ। यहाँ यो दहीलाई अनि यहाँ टक्क लाएर दहीलाई चाहिँ यहाँ ठेकीमा हालेर अब यहाँ हाम्रो पहिला त हामीले अब पोहोर पनि हामीले प्राय हातले नै त्यो के भन्छ अरे आमा, मदनी भन्छ है, मदनीले मही पार्थ्यो हामीले पहिला है। अब अहिले चाहिँ मेरो बुढाले यस्तो हामीलाई एकदमै हात दुख्ने गाह्रो भएको कारणले गर्दा यस्तो मदनी किन्नु भएको छ साथीहरू। हाम्रो घरमा चाहिँ अहिले मही पार्दैछौँ, हेर्न सक्नुहुन्छ साथीहरू। अहिले चाहिँ धारामा पानी आएछ, अहिले चाहिँ म पानी थाप्न पर्ने हुन्छ। अहिले चाहिँ म यो नाङ्लो लगेर नाङ्लोमा चाहिँ दाल मिक्स गरेर राख्नेछु। अहिले बिहानै फोर्दैन थियो मैले, ठ्याक्क बनाउनु पर्ने भयो नि त दाल। यतिको भयो है दाललाई चाहिँ मैले हालेँ। कस्तो डह्रो हो प्लास्टिक पनि। टक्क लाएर यहाँ दुध उमालिरहेको छ क्या साथीहरू। मेरो बिहान चाहिँ यति दुध आउँछ होइन। भैँसी चाहिँ अब के अरे दुध चाहिँ खासै धेरै अरूको जसरी आउँदैन क्या साथीहरू। किनभने हाम्रो चाहिँ यो भैँसी सानो हो अनि त्यहाँबाट पहिलो बेदको भैँसी हो नि त, धेरै दुध आउँदैन साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ यो खाना चाहिँ किन जहिले गोलमा खाना पकाउँछु गोल चुलोमा भनेर भन्दाखेरि है, हाम्रो एक नम्बरमा चाहिँ हाम्रो दाउराको खपत भयो। धेरै दाउरा गएन अनि हाम्रो ग्यास पनि एकदमै बचत हुन्छ नि त। अनि ग्यास बचत हुनु, दाउरा बचत हुनु भनेको नै हाम्रो पैसा पनि बचत हुनु है साथीहरू। त्यही भएर मलाई गोलमा पकाएको खाना मिठो लाग्छ। ग्यासमा पकाएको भन्दा मलाई मिठो लाग्छ। आगोमा पकाएको नि मिठो हुन्छ है। त्यो त फोहोर भइरह है, नगिजाउनु होला। गाउँघरमा कहिले के काम त्यत्तिकै जान्छ क्या साथीहरू। यस्तो सरसफाइ गर्ने यसरी बने भने त कहिलेकाहीँ मात्र हुन्छ कि त्यो टाइम चाहिँ। प्रायः हाम्रो काम हुन्छ घरको। अब घरमा त त्यस्तै काम कति हो बारीतिर साथीहरू होइन। तपाईँहरूसँग बोलेर झन्डै दुधै उम्लेर गएन। दुध उम्ल्या भयो अहिले आमाले गाली गर्नुहुन्थ्यो। कस्तो उम्लेर चाहिँ मैले आगो यता पारेको छु। हेर्न सक्नुहुन्छ साथीहरू। अहिले चाहिँ हाम्रो आमाले चाहिँ घिउ निकाल्दै हुनुहुन्छ। घिउ चाहिँ यति आउँछ हाम्रो घरमा। टक्क लगाएर एउटा फोटो पनि खिच्यो है त। हेर्न सक्नुहुन्छ यो घिउ चाहिँ हाम्रो घरमा के गर्छौँ त र के गर्नुहुन्छ आमा यो घिउलाई निकालेर भन्न न एकचोटि। घरमा चाहिँ घिउ निकालेर यो घिउलाई पकाएर कति दुःख हुन्छ क्या साथीहरू। आमाले चाहिँ अहिले टक्क लाएर घिउ निकाल्दै हुनुहुन्छ। कति दुःख हुन्छ। भैँसीलाई चागर गर्नु पर्यो, दुध दुहुनु पर्यो, उमाल्नु पर्यो अनि फेरि त्यो
दही बनाउनु पर्यो, दही बनाएर मही बनाउनु पर्यो, कति दुःख हुन्छ क्या साथीहरू। अनि दही बनाएर मात्रै हुँदैन, त्यसलाई मदनीले गुरुङ रुङ रुङ मदनीले मही पार्नु पर्यो, घिउ निकाल्नु पर्यो, घिउ निकालेर घिउ पकाउनु पर्यो, अनि मात्रै घिउ पकाएर पनि सेलाउने पारेर हामी मात्रै भाँडा भान्ने, अनि मात्रै घिउ रेडी। हेर्न सक्नुहुन्छ हाम्रो चल्ली आयो, चल्ली 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 इन्तजार गरेर छ मेरो। हेर्नु त साथीहरू चल्लाले। म चाहिँ यहाँ दाना हालिरहेको छु है। यस्तो भोक लागेको छ, बिचरा छटपटाइरहेको छ। ल ल ल ल भित्र जाऊ, ल भित्र दाना खान जाऊ, दाना खान भित्र दाना खान जाऊ, ल दाना खान। साथीहरू मैले दाना हालिदिएँ, अब यिनीहरूको लागि पानी पनि हालिदिनु पर्ने हुन्छ। आज त कस्तो भोक लागिरहेको छ बिचराहरू त। साथीहरू अहिले चाहिँ म टक्क लगाएर कुखुराको चल्लाहरूले पानी पनि दिँदैछु, बिचरा कस्तो। ल एकछिन एकछिन एकछिन, कति तिखा लागेको रहेछ भने त यो मेरो चल्लीहरूलाई कस्तो तिर्खा लागेको रहेछ बरु। चल्लालाई कस्तो तिर्खा लागेको छ हेर्नु त, कति रमाएर पानी खाइरहेछ टक्क लगाएर। मान्छेको चल्ला चाहिँ अझै उठ्नु भएको छैन, मेरो छोरी चाहिँ अझै उठेको छैन साथीहरू। बेलुका अबेला नाची नाची खेली खेली राति अबेला सुत्छ, अनि बिहान चाहिँ अलिक ढिला उठ्छ। अनि त्यही हो, उठेर खाना खाने, स्कुल जाने टाइम हुन्छ मेरो छोरीको। आमाले चाहिँ तामाङ भाषाबाट के अरे आमाले चाहिँ के भनिरहनु भएको छ भने, तामाङ भाषाबाट मकैको पिठो धेरै दियो भने, पेना दियो भने चाहिँ घिउ आउने रहेछ भनिरहनु भएको थियो। हुन नि हो क्या साथीहरू, त्यो सुत्केरी हामी अब मान्छे सुत्केरी हुँदाखेरि त कति धेरै अब मासु खायो भने, मिठो मिठो खानेकुराहरू खायो भने हामी पोसिरो हुन्छ है। वस्तु पनि त्यस्तै हो कि, वस्तुलाई पनि त्यस्तै मिठो मिठो दिनुपर्छ। हेर्न फाइनल लुक हेर्नु साथीहरू, कति दिनको आमा यो हाम्रो घरको घिउ? 3 दिनको हो। 3 दिनको घिउ हो यो है साथीहरू। हाम्रो घरमा चाहिँ 3 दिनको घिउ निस्किसक्यो। अहिले हाम्रो नानी चाहिँ अघि नै उठेको भए, मै पारा थाहा पाएको भए चाहिँ उसलाई यो नुहाउने घिउ चाहिँ उसले हामीलाई के अरे नदिए पनि उसले टक्क निकालेर चोरेर खाइदिइहाल्छ कि, त्यस्तो छ कि मेरो छोरी चाहिँ। नुहाउने घिउ एकदमै मन पराउँछ क्या मेरो छोरीले। साथीहरू अहिले चाहिँ म गाग्रीमा पानी बिहानै टक्क लगाएर यो बोतलहरूमा पनि थाप्न पर्ने छ मैले पानी लगाएर भाँडो पखाल्दैछु म चाहिँ। गीतै गाउन आउँदैन साथीहरू, न भोइस राम्रो छ न गीत गाउन आउँछ र पनि न एक्टिङ गर्न आउँछ न के गर्न आउँछ, र पनि जिन्दगी चलिरहेको छ साथीहरू। गाग्रीमा पानी भर्यो मेरो, अब यो गाग्रीको पानी चाहिँ उचालेर म भित्र लानेछु, पानीभित्र लगेर भाँडो पखाल्नेछु। सो साथीहरू, अघि मै पारेको घिउ हाम्रो आमाले तताउन हाल्नु भइसक्यो यहाँ टक्क लगाएर। अब अन्तिममा रिजल्ट कस्तो आउँछ म तपाईँहरूलाई देखाउने छु। सो गाइज फाइनल घिउ चाहिँ यतिको भइसक्यो। यो अब लगभग सेलाइसक्यो। घिउलाई चाहिँ बट्टामा हाल्नुपर्छ साथीहरू। अनि हाम्रो चाहिँ यहाँ आमाले यो के भन्छ यो कोदो फल्नु भएको छ ढेँडो खानको लागि। आमाले चाहिँ टक्क लाएर कोदो फल्नु भएको छ सर लाएर, यो चाहिँ आगोमा अगिनामा तताएर चाहिँ फल्नु भएको छ कोदो टक्क लाएर। घिउ पनि छ कोदो पनि छ। अब चाहिँ हाम्रो आमाले टक्क लाएर यहाँ घिउ हाल्दै हुनुहुन्छ है गाइज, टक्क लाएर
यसमा चाहिँ अलिकति आधी थियो पहिला नै, यसमा भरि बनाएर अनि यो घिउ रेडी हुँदैछ हाम्रो। यसरी घिउ हाम्रो गाउँमा चाहिँ यसरी बनाउँछ, टक्क लाएर शुद्ध घिउ। यो घिउमा कुनै पनि मिसावट छैन। हेर्न सक्नुहुन्छ अहिले यस्तो हुन्छ होइन, अहिले यो जमिसकेपछि कस्तो राम्रो हुन्छ। म चाहिँ अहिले दिउँसो बिहान नानीलाई 9 बजी खाना खाएर स्कुल पठायो अनि त्यहाँबाट टक्क लाएर मैले खाना खाएँ अनि घरका यताउता सबै कामहरू भ्याएँ अनि एकछिन यसो आराम गरेँ अनि अहिले चाहिँ म घाँस काट्न जाँदै थिएँ साथीहरू खेतमा अनि अहिले छिटो छिटो घाँस काटेर आएर नानीलाई फेरि बसबाट निकाल्न पर्ने हुन्छ। सो साथीहरू अहिले चाहिँ जाँदैछु घाँस। सो गाइज अहिले चाहिँ म खेतमा पुग्न लागिसकेँ। तपाईँहरूलाई चाहिँ एउटा कुरा देखाउँछु है छ म त अगाडि को हुनुहुन्छ थाहा छ तपाईँहरूलाई साथीहरू? तपाईँहरूको काम कहिले सक्यो नि त? आसाङको पछाडि ज्याकेट के भएको त अनि त्यस्तो? पछाडि ज्याकेट के भएको त? सो गाइस चाहिँ मेरो यहाँ बसिरहनु भएको छ मेरो बुढा हो अनि म चाहिँ यहाँ खेतमा पनि आइपुगिसक्यो। यहाँ ट्याक्क लाएर सबैजना काम गरिरहनु भएको छ। अब एकछिन बस्नु पऱ्यो नि 1 मिनट त होइन साथीहरू? ट्याक्क लाएर काम गरेर ठाउँमा देख्नुहोस् है गाइस मेरो बुढाले चाहिँ कसरी साबेल उठाउने रहेछ। सो साथीहरू काम चाहिँ कुनै पनि सानो ठुलो हुँदैन है, हामीले गाउँघरमा गर्ने काम यस्तै हो। केही जस्तो लाग्दैन कि हाम्रो यस्तो काम गर्न चाहिँ। हजुर के भन्नुभएको छ? 10 वर्षको एक्सपिरियन्स रे तपाईको बुढाको साबेल चलाउने एक्सपिरियन्स रे। एक्सपिरियन्स 10 वर्षको अनुभव भन्नु न नेपालीबाट। 10 वर्षको अनुभव हो त हजुरको? होइन होला, बरु 1 हप्ताको चाहिँ अनुभव होला। बरु 1 हप्ताको चाहिँ अनुभव हो उहाँको, 10 वर्षको होइन। नेपाली जागिर यो बुढा। अनि तपाईँलाई मेरो भ्लगमा स्वागत छ। खाजा खानुभयो कि नै? खाजा खानुभयो कि नै? थाहा छ, भर्खर खाना खाएर काम गरेको। खाजा त अब 3 बजेतिर 3 बजेतिर। र सो साथीहरू म चाहिँ अब घाँस काट्न जानुपर्ने छ। सो गाई हाम्रो घरमा चाहिँ यो रायोको साग अब लास्ट फाइनलै होको भन्दा फाइनलै हो साथीहरू। अब आजबाट चाहिँ मलाई जहाँसम्म लाग्छ मैले चाहिँ अब यो साग खान पाउँदिनँ होला, किनभने अब यो फुल फुलिसक्यो। कति त उखालेर पनि आमाले उखालेर पनि अब अर्को खुर्सानीहरू मुखमै भुस्नु नपर्छ, खुर्सानीहरू के रोप्नु भनिरहनु भएको छ आमाले। अनि कोही त गुन्द्रुक 2बाट गुन्द्रुक हाल्दा छ, कोही सागहरू आमाले बेचिदिनु भयो। अब आज चाहिँ लास्ट हो हाम्रो घरमा साग खाने साथीहरू, त्यसैले म यो फुलसहित टिपिरहेको छु म चाहिँ। सो साथीहरू आजबाट मेरो घरमा चाहिँ साग निस्क्यो। अब आजबाट चाहिँ लगभग साग निस्क्यो। आज लास्ट पकाएर खाइन्छ साग। अनि त्यही हो, मैले चाहिँ यहाँ घाँस काटिसकेँ 1 डोको। हिजो योभन्दा धेरै घाँस पाउँदैन साथीहरू, यो पनि काराकुरुक पारेर प्याजको साग। अब हामीले चाहिँ प्राय हरेक दिन हरेक सागमा चाहिँ यो प्याजको साग नाकै लाग्ने गरी खान पाइन्छ साथीहरू। यो प्याज चाहिँ हाम्रो कहिले पनि टुट्दैन क्या साथीहरू, कहिले टुट्दैन, वर्षभरि खान पुग्छ। साग अनि सागको डल्ला कहिले टुट्दैन। ज्यादा चाहिँ अब हरियो परियो भने नै यही प्याजको साग अनि लसुनको पातहरू हुन्छ। अहिले खेतबाट घाँस काटेर आएर पनि घरमा आइपुगिसक्यो साथीहरू। अहिले चाहिँ म तपाईँहरूलाई के देखाउँदैछु भन्दा अघि जमेको घिउ
यस्तो हुन्छ है साथीहरू। अघि जमेको घिउ चाहिँ कस्तो मिठो, यहाँ पनि छ थोरै, हेर्न सक्नुहुन्छ। र सो साथीहरू म चाहिँ खेतबाट आइसक्यो। अब मेरो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने हजुर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है साथीहरू। हाम्रो गाउँमा चाहिँ यस्तै हो। अब मेरो चाहिँ यो घर यो माटोले पोत्ने घर भएको भए चाहिँ चिटिक्क हुन्थ्यो साथीहरू, पोतेर राम्रो हुन्थ्यो है। अनि मेरो चाहिँ घर प्लास्टर गरेको छ नि त, प्लास्टर गरेको घरमा पनि अनि सिमेन्टले प्लास्टर गरेको इँटा लगाएको घरमा पनि आगो फुकेपछि चाहिँ अलि यसलाई अब पोत्न पनि नमिल्ने अनि सफा गर्दा पनि सफा नहुने हुने रहेछ क्या यो भुइँहरू। अनि पहिल्यै त्यो पुरै यो के अरे फोहोर पहिल्यै टाँसिसकेपछि चाहिँ नजाने रहेछ क्या, जति घोटे पनि नजाने। त्यही हो, मेरो त्यो चुलो चाहिँ माटोले बनाएको छ अनि अर्को चाहिँ सबै त्यो प्लास्टर गरेर, अनि खासै त्यो पुस्दाखेरि पनि धेरै जाँदैन कि। अनि गाउँघरमा त्यही हो साथीहरू। ल ठिकै छ, आजको भिडियो चाहिँ यति नै हो साथीहरू। मेरो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्ने होला। अनि केही मेरो भ्लगमा चाहिँ धेरै कुराहरू कमी कमजोरी छ भने तपाईँहरूले कमेन्टमा भन्न सक्नुहुन्छ साथीहरू है। अनि सुरुमा भ्लग गर्न धेरै नै गाह्रो हुने रहेछ, के बोल्ने कसो बोल्ने कसरी सुरु गर्ने भन्ने यी कुराहरू धेरै नै भइहाल्छ नि साथीहरू, धेरै नै। अनि त्यही भएर तपाईँहरूले यदि मैले नजानेको कुरा छ भने सिकाउन सक्नुहुन्छ। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न सक्नुहुन्छ साथीहरू भन्दै आजको भ्लग यति नै। बाई बाई साथीहरू।